हजुरहरू सबैजना मेरो आज नयाँ भिडियोमा स्वागत छ र हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दै आज भ्लग सुरु गर्न चाहन्छु र आज भ्लग राति सुरु गरिसकेको छु र अहिले चाहिँ हामी घरमै बनाएर मोमो खाँदैछौँ अनि त्यही हो यहाँ चाहिँ मेरो यस्ता त्यही एकछिन बेला छोड्दै यत्रो हुन्छ सक्दैन तैँले गरेर हुनुपर्छ मैले दुःखै पाउनु दिनभरि नाचेर आयो तिमीहरू अहिले आएर समस्या अनि मोमो पुग्दैन आगो पुग्दै यो चाहिँ यो पनि मोमो खान आइसक्यो मेरो काम चाहिँ मोमो कसरी आगो हुलुल बालो गाइजहरू पानी देखो यता पानी पनि थलै जानुपर्छ गरौँ तापकेमा पानी लिएर यता बालो जान्छ पुग्यो भने सबै मिनट जान्छ यसै त मोमो हामीले कम बनायो यो माथिको बुझाल्नु पर्ने हो त माथि मुनिको उसले नै जस्तो गर्छ मेरो अचार बन्छ म बनाइसकेँ त्यहाँको सम्म त्यसो मात्रै राम्रोसँग अब त्यहाँबाट खोल्ने यहाँ त लाटो हो गाइजहरू पाकिसक्यो म हेर्ने आउँदैन कि पायो कि नपायो थाहै पाउँदैन निक्लिदियो रुसमालाई चेक गर्न पठाइदिनु न साथीहरू त्यो यो बेकारमा आज ढिलो मैले ढिलो गरेर किन 4 बजी बन्द भन्थ्यो अनि मैले ढिलो गरेर आएको त्यही भएर मैले रोज गाली खाइसकेँ गाह्रो छ खाना चाहिँ गाह्रो छैन गाइज ईश्वरले लाने फेरि यिनीहरू कहिले जान्छ म यहाँको मासु खाएर भाग्छु भनेर तर हाम्रो लुटी इमान्दारी छ यो त छैन पाकेको तलको हेर कलले भानको सनको ठुलो मोटो ल्याएन मोटो मोटो ल्याएन सामान कुरो कल यो त सुरुखेप हो कि हैन सुरुखेपको यो त पाकिसक्यो हात पागल पाकिसक्यो निकालिदिउँ ल निकालेर भित्र राखिदिउँ पाकिसक्यो जस्तो त लाग्छ यो त पाक्यो यो वाला यो पनि पाक्यो पाक्यो एउटा अझै भाडा कुन ल्याउँछौँ छोडिदियो गर त्यो भित्र लान्छ अब त्यसमा दिदीले भित्र लान्छ अब त्यसमा यो भित्र लान्छ अब त्यसमा दाइले बेबी सुन्नु न बेबी नसुनि यार त्यो निकाला किन छोपिदियो आगो बाल हुट आगो दौड त्यो सानो दौड बिचमा दौड हाल्नु पर्यो चलो गफ खै गर्न अहिले त प्लेट दिनु गयो के बुझ्नु मुझे चाहिँ त्यो भित्र न हुन्छ छोपेर न त यसले गर्छिन् त्यसमा हल्का तेल लगाउन नि अनि लगाउनु मैले कतिजनाको गाली खाइसकेँ कि दिउँसो बनाउनु पर्थ्यो उयो सेकेन्डको पाकिसक्यो जस्तो हात धुवा निस्किया त्यहाँबाट सेकेन्डको पाके जस्तो त्यही कपडा त नपाएर नि साथीहरू बेकार राति बनाए यार कोही कोहीलाई घटना नि हतार भइसक्यो
ये खाएगा ओए खाएगा यो यहाँबाट जान्छ मासु खान तबसम्म जाँदैन साथीहरू खाए ल मिठो भयो मिठो नबनास्ते म त खाएर नि भए साथीहरू खाए ल यस्तो मिठो भयो घरैबाट पहिलाको भन्दा अहिलेको मिठो साथीहरू भाइ सब्जी अब मेरो भाग्ने खाऊ साथीहरू छिटो खाऊ न खाऊ एउटा ल खाउँछु एउटा साथीहरू खाए ल यो चाहिँ मैले बनाएको बुट्टा आडे पाडे टाढे ठाडे कस्तो भनिदिनु भयो हेरेर साथीहरू म कस्तो मिठो भयो है साथीहरू यो चाहिँ मैले बनाएको है आफ्नो भाग मोटो सबै मैले बनाएको सबै बुट्टा मैले बनाएको मम्मी होइन हामी कसरी मोमो खाँदैछौँ बाई